सम्पूर्ण गुड मर्निङ। आज हामी ठिनी गाउँमा छौँ अहिलेसम्म। अब हामी एकछिनपछि मुक्तिनाथ अनि अप्पर मुस्ताङसम्मको यात्रामा अगाडि बढ्छौँ। माहौल रमाइलो छ। यहाँ हामी चढेको गाडी हो यो। माथि हिमाल देख्न सक्नुहुन्छ। ल यहाँ हाम्रो सामुदायिक होमस्टे, कम्युनिटी होमस्टे, यहीँ हामीलाई आज हिजो स्वागत गर्नुभएको थियो यहाँका होमस्टे सञ्चालकहरूले। रमाइलो छ जे होस्, एकचोटि आउनु होला तपाईँहरू पनि। मुस्ताङ असाध्यै रमाइलो ठाउँ रहेको छ। ल है त, यो भनेको ठिनी गाउँ। आज हाम्रो बास यहीँ भएको। धन्यवाद। आज मुक्तिनाथ मन्दिर जाने सिलसिलामा आज मुस्ताङको दोस्रो दिन कागबेनीमा छौँ यतिखेर हामी। अब एकछिनपछि मुक्तिनाथपछि अन्य विभिन्न ठाउँहरूमा हामी जानेछौँ। अहिले हामी कागबेनीमा छौँ है गाइस। सम्पूर्णलाई स्वागत छ कागबेनीबाट। आज दोस्रो दिन। वेल नमस्कार छ। आज मुस्ताङ भ्रमणको दोस्रो दिन कागबेनीबाट चाहिँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। र हिजो हामी ठिनीमा बसेका थियौँ, धुम्बा ताल हेरेपछि भने आज हामी कागबेनीमा छौँ। अब एकैछिनपछि हामी मुक्तिनाथ जान्छौँ र यहाँका विविध गतिविधिहरू तपाईँहरूलाई आज पनि हिजोको चाहिँ म अपडेट गराउने नै छु। पक्कै पनि मेरो यो युट्युब च्यानल हेरेर साथ दिनु होला भन्ने आशा एवं विश्वास लिएको छु। धन्यवाद। ल अब हामी मुक्तिनाथतर्फको यात्रामा लाग्दैछौँ। यहाँ प्रवेशद्वारबाट हामी छिर्ने तयारी गर्दैछौँ। अगाडि बाजे फुपू हुनुहुन्छ, पछाडि म छु। श्रद्धालु भक्तजनहरू टन्नै हुनुहुन्छ यहाँ घुमेर। एकदम हामी मुक्तिनाथ दर्शन गर्दैछौँ है। ल मुक्तिनाथ दर्शनको लागि अगाडि बढ्दैछौँ। मुक्तिनाथले सबैको रक्षा गरून्। भक्तजनहरूको सङ्ख्या पनि बाक्लै देख्न सकिन्छ। हामी मुक्तिनाथ परिसरमा नै छौँ। अब विशेष गरी आज मुस्ताङ भ्रमणको दोस्रो दिन हामी मुक्तिनाथको यात्रा गर्दैछौँ। यात्रा निकै रमाइलो अनि त्यसपछि आनन्ददायक हुँदैछ। तपाईँहरू पनि मुक्तिनाथ भ्रमण गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। एकदम भक्तजनहरू धेरै नै बाक्लो नै उपस्थिति रहेको छ यहाँनिर। एकदम राम्रो माहौल छ। हामी एकछिनपछि अरू अपडेटहरू यहाँ मुक्तिनाथका गर्दै जानेछु। धन्यवाद। मुक्तिनाथ मन्दिर परिसरमा छौँ। भक्तजनहरूको बाक्लो भिडभाड छ। धारामा स्नान गर्दै हुनुहुन्छ भक्तजनहरू। हाम्रो दिदी क्यामेराम्यान 108 धारा स्नान गर्दै हुनुहुन्छ। भर्खरै हामीले पनि गरिसकेका छौँ।